मर्निङ एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हामी यति बेला बिहानको मर्निङ वाकमा नयाँ टाइमिङमा होइन अगाडि बढ्दैछौँ। तपाईँले यहाँनिरको सिन देख्न सक्नुहुन्छ है, एकदमै रमणीय छ होमस्टे है। फिसिङ वेल होमस्टे, यस्तो खालको होमस्टे छ यहाँनिर। जस दामी ठाउँ, सिनहरू हेर्नु सक्नुहुन्छ तपाईँले। होमस्टे चलिरहेको छ काम, साथमा यतातिर नहर पानीको सिँचाइ 150 वर्ष पुरानो अङ्ग्रेजले बनाएको पालाको नहर पनि तपाईँले साथमा देख्न सक्नुहुन्छ होइन। एकदमै ठिक छ, ठाउँ चाहिँ दामी नै छ, तपाईँले आफ्नै आँखाले देख्न सक्नुहुन्छ होइन। बिल्कुल यो मेरो युट्युब च्यानललाई तपाईँ हेर्दै आइदिराख्नु भएको छ। यस्तै नयाँ नयाँ भिडियोहरू तपाईँ महरूको माझमा चाहिँ ल्याउने नै छु होइन। सबैजनाले फलो गर्नु होला, एकैमा सब्सक्राइब गर्नु होला, लाइक सेयर। यसो न हजुरहरूको एउटा लाइक सेयर कमेन्टले पनि मेरो युट्युब च्यानल अझै राम्रो हुनेछ हजुरहरूले गर्दाखेरि। तलतिर आँप बगैँचा एकदम आँप फुलेर लटरम्म, अनि यता लिची होइन। अनि यहाँभित्र चाहिँ होमस्टे छ क्या, भित्र चाहिँ भित्रको सिन पनि देखाउनेछु म होइन। अहिले चाहिँ भित्र नजाउँ होइन, यसो बाहिरबाट हेर्दै जाउँ। मास्तिर चाहिँ राष्ट्रिय निकुञ्ज हो, आगो लगाइएको छ किनकि हाम्रो हात्तीहरू आउँछ नजिक, त्यही भएर यहाँनिर नजिकसम्म चाहिँ आगो लगाएर नष्ट गरिएको छ, किनकि यहाँनिर देखियोस् कि टाढै भनेर। यस्तो खालको होमस्टे, आँपभन्दा धेरै आँपको फुल फुलेको देख्न सक्नुहुन्छ तपाईँले। ठाउँमा यस्तो है, कुन ठाउँमा होला भनेर तपाईँलाई लागिरह होला। यो चाहिँ कालाढुङ्गीमा हो, हल्द्वानीदेखि तपाईँ जस्ट 30 किलोमिटर माथि कालाढुङ्गी। अब यहाँदेखि नैनीताल जान पनि त्यही 30-35 किलोमिटर छ होइन। यहाँदेखि माथि नैनीतालमा पनि तपाईँ घुमेर आउन सक्नुहुन्छ भिजिट गरेर। एकदमै राम्रो रमणीय ठाउँ छ। अब लिची र आँप पाक्दा त कति रमाइलो होला हो यहाँ झन् होइन। लिची र आँप पाक्ने बेला चाहिँ आउनुपर्छ। टक्क मजुर कराइरहेको छ गाउँतिर, सुन्न सकिन्छ मजुर कराएको। हे फाइनली गाइस, बिहानको मौसम छ, घाम एकदमै मन्द लागिरहेको छ। तपाईँले ब्याकग्राउन्ड मैले अघि तपाईँलाई एकदमै देखाइरहेको थिएँ, यहाँ पनि हेर्नु न, जता हेरे पनि बगैँचा। यो चाहिँ के दुखिरहेको छ हौ गाइचाले, नहान ल। साखुरी होइन, यसलाई भन्छ पानी सिङ कुखुरा। कता कराइरहेछ, ठ्याङ गर्छ त कहाँनिर छ यार। ए हो पर पुगेर त्यहाँ हिँड्दैछ, त्यहाँ ठ्याङ गर्दै। गाइस क्यामेरामा ल्याउँ भनेको तर देखिएन कि, गाह्रो अब देखिन्छ होला सायद अब चाहिँ।